पैसा आएर छट्टा छु तिम्रै कान्छी बहिनीलाई पट्टा छु ए सक्ने होली क्यारी मन भुलाउन आउने होस् र बोकेर डुलाउन सधैँ कति झगडा गर्ने मिल्न पनि सिकम ए अब अस्ति मेरा भात खान आको कुरा झिकम भात खानलाई आऊ भन्यौ र बिहानै बिहानै आइयो टन्न पेट त खान पाएन आधा पेट पो खाइयो भात पकाए भाले काटे छत्र साइलाई डाके ए न त झोल बाँकी राखे न त हड्डी राखे एको भाले भन्छौ टिखा पोथी काट्या थियौ ए झोल र मासु आफै खायौ टाउको खुट्टा दियौ सहरको बोइलर होइन त्यो त लोकल हो नि गाउँको तिमी अल्को हौला भनी राख्देको हो टाउको त्यस्तो भात जाने थिइन ठुलै आशले गए एक किलो टाउको खान्थे ठुलो हुने भए ढुक्कसँग एक थाल खायौ कहाँ खायौ र डराए ए आन्द्रा कता गइछन् भन्दै हेर्थ्यौ कुकरको पाउनु दुःख पाइयो टिका तिम्रो तेरा आएर अझैसम्म पखाला लाछ टाउका खुट्टा खाएर मनै त हो पापी बरै जालयो त्यही जान्छ ए पायो कि खायो गर्दा त्यस्तै हुन्छ ए भात खान आइजा भन्यौ र गए हाँसी हाँसी के को आलो काट्या थियो र 2-4 दिनको बासी अत साँच्चै थोरै मासु हिसाजको बासी ए त्यही बासी नि भन्दो रहन्छ छत्र साइले पासी एक दिन मैले फिर्ता गर्छु हाम्रो नि दिन आउँछ 2-4 दिनको बासी खुवायौ तिमीलाई त पाप लाउँछ भोको पेटलाई भोजन दिँदा लागे लागोस् पापै ए सासी सकी बासी पनि ल्याउ ल्याउ भन्यौ आफै कहिले बासी मासु दिन्छौ कहिल्यै सुइलाई दिन्छौ मर्यौ भने स्वर्ग होइन नर्कतिर हिँड्छौ चेली बेटी देख्नै हुन्न बाँकी छोड्ने हैनौ ए तिमीले त झन् नरकमा नि हिँड्न पाउने छैन केटी नभई बेभा छैन किन गफ दिन्छौ तिमी पनि पहिला पहिला मेरै पछि हिँड्थ्यौ तिमी पनि अचम्मै छौ कस्तो कस्तो बन्छौ ए हाम्रो अघि लाएर हिँड्छौ अनि पछि भन्छौ ए पहिला पहिला लोभ्याउँछौ र चुम्बक जस्तै तान्छौ ए आफ्नो शर्त पुरा हुन्छ अनि छोडी जान्छौ स्वार्थै लुट्न चाहने भा बस्थे तिम्रो घरै ए बिचरासँग के छ स्वार्थ लुट्न चाहिँ मबाट टाढा भए टिका कति रौली ए गैँडाका सिङ झैसे जुगा भका मान्छे देख्या हौली रिसाएर नमाने नि फक्कै मनाई मनाई ए तिम्रै रिसले देखाउनु छ एउटा बोयफ्रेन्ड एक दर्जन त पुगे होलान् त्यतिले नि भएन मेरो लागि मनमाया छ तिम्रो चिन्ता छैन देख्दै पनि रिस उठ्छ रे भन्छिन् छत्र छोटे ए अघिदेखि हेरेकी छिन् मनु दिले म
तिमीहरूले यही गर्छौ र कम त मन रुन्न यिनलाई पनि जापानिज लाउरे देख्न सुन्न हुन्न मेरी दिको मनले रोज्यो तिमलाई चिन्ता किन ए जस्ती मोटी दिदी मेरी उस्तै मोटो भी हेर हेर मनुमाया तिम्रा बुढा सही छन् 1 क्विन्टल कि मनमाया थिए 2 क्विन्टलका तिमलाई साह्रै हेरेका छन् रिसै मानी मानी ए तिमी भन्दा फुर्तिलो छन् जति कुन्टल ए दुनियाँको हाँसो हुन्छ घरबारी बने टायर पनि प्यान्चर हुन्छन् टेम्पो चढे भने मच्ची मच्ची नाचेका छन् तिमलाई हेरी हेरी अलि यता आएर गाउँ है च्यापी एउटा फेरि राम्रो ज्यान भएको बल्ल भेट्यौ मनु तिम्रो मेरो गोप्य कुरा भनौ कि नभन गोप्य सोप्य केही नभन भन मात्रै साथी साएर घ्याक्रो समय फल्लान माथि माथि कसो गरी माग्ने होला डर्न डरेको छु ए 2-3 लाख त यो मनुलाई खर्च गरेको यति पैसा हुन्थ्यो भने सुनलाउँथेन किन छत्र साह्रै फटाह छ नपत्याउ है भिना मलाई जस्तो गरिन् उस्तै अर्कालाई गर्दा कति मन रोला यो मनुलाई नलैजानुस् धोती टोपी होला आफ्नो घर नबनेसी अर्का भत्किने डर छ यो छत्र त किन होला बाँदर जस्तै गर्छ तिमी जस्ता गर्नु भन्दा बेना गर्नु जाति यस्ती मान्छे बेगरेसी भइन्छ ढुङ्गा माथि दर्शन मलाई पैसा आएर छोटा छु तिम्रै कान्छी बहिनीलाई पट्टा छु ए सक्ने होली क्यारी मन भुलाउन आउने होस् र बोकेर डुलाउन तिम्रै बहिनी अमृतको स्वास्नी हो बिगरेसी छुट्टेर बस्नी हो हे नसोचे है खुसीले नाच्दिन्छु आउने बहिनी आए खुट्टा भाँच्दिन्छु हे दाइले पनि भाउजूलाई उचाले आमा भ्याबे हिर्खाउँदै कुचाले लाटो हो कि खै कुन्नी बाठो नि कुकुर आएर खाइदिएछ आटो नि भाउजू तपाईँ माया नि दिनुस् त भोक लाग्यो थोरै भात लिनुस् त हे आउँछन् भन्न खेल्नलाई जामकाले केही खान नि बेनन् र गामकाले यो मायाले हेर्ने र स्यारो गाउँको भन्दा भाउजू नै हो प्यारो ए आफै झिक्नुस् भाकी छु मवारी स्कुल पनि हुँदैन सवारी सुन्नु भएन मलाई भोक लागेको स्कुलबाट हो छुट्टी मागेको ए बासी आटो छलाउनुस् खानुस् है खाइसकेर गाई ग्वाला जानुस् है अरू भन्नुहोस् ग्वाला त जाँदैन भात चाहियो आटो त खाँदैन ए मुख मुखै लाउनुहुन्छ के हो र लौरी लाउन नपरोस् देऊ र हानीको के अङ्क सहित औलाले गन्दिन्छु नहान्नु सही दाजुलाई भनिदिन्छु हे छरे भाइ त बेकारको बनेको दाइले नै होला तक्लाउ भनेको बेसी हुँदै ओराली झर्ने हो भाउजूको मन काटिनु पर्ने हो ए काटिन्न मन वचनै लगाउने कहिले होइन काम काजमा सगाउने तपाईँ जस्तो जिन्दगी मस्त मलाई काम
लगाउने आफू चाहिँ टिकटकमा व्यस्त ए मैले नै हो घरको काम सक्ने चलाइन्छ फेसबुक नि टिकटक नि हे दाइले पनि भाउजूलाई उचाले आमा भ्याबे हिर्काउँदै कुचाले ए लाटो हो कि खै कुन्नी बाठो नि कुकुर आएर खाइदिएछ आटो नि रिसाउँछु म एकछिनलाई फकाउनुहोस् त्यस्तो भए अब भात पकाउनुहोस् हे भाउजूसँग कस्तो मुख फर्काउने स्वास्नीलाई हो यसरी थर्काउने देवरले के गीत पनि देवरले गाउनेछ नातिनुहोस् त्यो दिन नि आउनेछ ए छैन बुद्धि छैन केही अक्कल राजेश हमाल जस्तो छ नक्कल मलाई पैसा आएर छट्टा छु तिम्रै कान्छी बहिनीलाई पट्टा छु ए सक्ने होली क्यारी मन भुलाउन आउने होस् र बोकेर डुलाउन तिम्रै बहिनी अमृतको स्वास्नी हो बिगरेसी छुट्टेर बस्नी हो हे नसोचे है खुसीले नाच्दिन्छु आउने बहिनी आए खुट्टा भाँच्दिन्छु कहाँ बसौँला हातमा दै जमार मल खातमा फालिदिन्छु समार ए रिस उठ्या छ आटो नखा भर नबोल है पिटमला आबरा हे हाम्रा दाइ त थिए नि रामा झै भाउजू परिन् सौतिनी आमा झै ए हुनुपर्छ देवर नि भाइ जस्तो गर्छौ सबै सम्पत्ति खाइ जस्तो अहिले चाहिँ मायाको दम्पति तम्रे नाममा छ सबै सम्पत्ति हे मलाई भन्दा झनै रिस उठ्ने छन् पर्ख अब दाइ आएर कुट्ने छन् म भोकै तिमी चाहिँ अगाउँछौ दाइलाई नभएको कुरा लगाउँछौ हे श्रीमती झै गराउँछौ मलाई त छोडुला म कुरा नलाई त आज दाइ आउने दिन माछा मार्न जान्छु म खोलामा आज घर आउँदिन होला म हे रिसै उठ्ने हो कति बोलिनी आज मात्रै होला कि भोलिनी बेसी हुँदै ओह्रालो झर्ज्याला पर्सिसम्म रिस पनि मर्ज्याला